हेलो गाइस सन्चै हुनुहुन्छ गाइस हाम्रो चाहिँ अब यहाँ क्याम्पमा काम नआएकोलाई यसो तरकारी सरकारी रोप्ने कार्यक्रम भइरहेको छ चुनावको माहौल छ अब चुनावको माहौलमा काम हुँदैन यसरी बस्नु पर्यो बसेको बेलामा के गर्ने त भन्दाखेरि यसरी तरकारी लगाउने भाइहरूले तरकारी लगाइरहेछ बरु फलेपछि खाना हुन्छ नि त गाइस हो सिमी हो हजुर हजुर के छ हामीसँग लगाउनलाई हामीको सिमी छ त्यहाँबाट फेरि बोडी तनेबोडी भिन्डी लौका फर्सी फर्सी अब तपाईँको भेन्टाहरू सबै छ हामीसँग सब्जी छ ल ल भाइको खनाइ बवाल छ फेरि त्यसपछि मैले बोडी लगाउँला के भाइ चाहिँ बिउ रोप्नेमा भाइ ठिक हो होला कहाँ चाहिँ ढुङ्गा फाल्नु भएको ठिक हो बुद्ध भगवान बेलुका समातेर बसिरहेको छ हामी फेरि सानोतिर उसमा होइन हामी म्युजिकसँग हो अनि म्यान अब हामी चाहिँ अब क्याम्पतिरै छौँ यसो बस्ने टाइममा चाहिँ यसो उ गरौँ भनेर हो काम त्यतिकै बसिरहनु भन्दा सागपात रोप्यो भने तरकारी भयो भने भोलि खाना भयो नि त होइन गाइज अनि गाइज हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ यसो प्रतिक्रिया पनि दिनु होला राम्रो नराम्रो केमा नराम्रो छ त्यो पनि भनिदिनु होला है त गाइज अनि गाइज मलाई यसो सुझावहरू पनि दिनु होला के मिलेन पहिलोचोटि हो है गाइज अनि हाम्रो यहाँ गाइजहरू रोप्ने प्रक्रिया जारी नै छ केटाहरू परिश्रमी केटाहरू छन् हाम्रो कम्पनीमा भए पनि गरौँ भोलि भयो भने खाना हुन्छ भन्ने होइन त गाइज भोलि फल्यो भने त खाना भयो ठिक हो हस् त गाइज अरू फेरि नेक्स्ट भिडियोमा आउँला अहिले धन्यवाद।